नमस्कार सबैलाई। आज हामी सौलको नयाँ र रोचक यातायात सेवा हानगाङ बसको यात्रा गर्दैछौँ। सडकको भिडभाडभन्दा फरक हान नदीको बीचबाट सहरलाई हेर्ने अनुभव कस्तो हुन्छ भन्ने कुरा आजको भिडियोमा हामी हेर्नेछौँ। हामी बस चढ्ने स्थानमा पुगिसकेका छौँ। टाढाबाट हेर्दा सामान्य जस्तो देखिए पनि नदीको बाटो हुँदै यात्रा गर्ने यो बसले सौललाई अर्कै दृष्टिकोणबाट देखाउने अवसर दिन्छ। अब हामी बसभित्र प्रवेश गर्दैछौँ। भित्रको वातावरण निकै सफा, आरामदायी र आधुनिक देखिन्छ। ठुला झ्यालहरू भएकाले यात्राभरि बाहिरको दृश्य मजाले हेर्न सकिन्छ। बस चाहिँ बिस्तारै स्टेसन छोड्दै नदीको बीचतिर अघि बढ्न थालेको छ। किनारमा हिँडिरहेका मानिसहरू, साइकल चलाइरहेका स्थानीयहरू र हरियालीले भरिएको हान नदीको वातावरण निकै आकर्षक देखिन्छ। अहिले हाम्रो अगाडि सौलको प्रसिद्ध चिन्हहरूमध्ये एक लोट्टे वर्ल्ड टावर देखिन थालेको छ। 555 मिटर अग्लो यो भवन दक्षिण कोरियाकै सबैभन्दा अग्ला संरचनाहरूमध्ये एक हो। नदीको बीचबाट हेर्दा यसको भव्यता अझ बढी महसुस हुन्छ। यात्रा अगाडि बढ्दै जाँदा हान नदीमाथि बनेका विशाल पुलहरू नजिकिँदै गएका छन्। सडकबाट यी पुलहरू पार गर्दा सामान्य लाग्छ, तर नदीको सतहबाट माथि हेर्दा तिनीहरूको आकार र संरचना झन प्रभावशाली देखिन्छ। अब हाम्रो बस पुल मुनिबाट गुज्रिँदैछ। माथिबाट तीव्र गतिमा गुडिरहेका गाडीहरू र तल शान्त रूपमा अघि बढिरहेको हाम्रो यात्रा, दुवै दृश्यले सौलको आधुनिक जीवनशैलीलाई एकै फ्रेममा देखाइदिएका छन्। हान नदी केवल एउटा नदी मात्र होइन, यो सौलको इतिहास, विकास र दैनिक जीवनसँग गहिरो रूपमा जोडिएको स्थान हो। नदी किनारका पार्कहरू, खेलकुद गतिविधिहरू र साँझको मनोरम दृश्यले यसलाई स्थानीय र पर्यटक दुवैका लागि लोकप्रिय बनाएको छ। अहिले अर्को रोचक दृश्य देखिँदैछ। विपरीत दिशाबाट आएको अर्को हानगाङ बस हाम्रो छेउ हुँदै पार हुँदैछ। दुईवटा बस यसरी बीचमा एक अर्कालाई क्रस गर्दै गर्दा आधुनिक जल यातायातको वास्तविक अनुभव महसुस गर्न सकिन्छ। बसभित्र बसेर झ्यालबाट बाहिर हेर्दा प्रत्येक दृश्य चलचित्रको दृश्य चाहिँ लाग्छ। कहिलेकाहीँ अग्ला भवनहरू, कहिले नदी किनारका पार्कहरू, त कहिले पुलहरूको अनौठो डिजाइन। हरेक केही मिनटमा नयाँ दृश्य देखिन्छ। सौलको व्यस्त जीवनबाट केही समय टाढा बसेर नदीको शान्त वातावरण अनुभव गर्न चाहनेहरूका लागि यस्तो यात्रा उत्कृष्ट विकल्प हुन सक्छ। अहिले सूर्यको प्रकाश नदीको सतहमा परेर चम्किरहेको छ। पानीमा परावर्तित भवनहरू र पुलहरूको दृश्यले यात्रालाई अझ आकर्षक बनाइरहेको छ। हामी बिस्तारै अन्तिम स्टेसनतर्फ नजिकिँदैछौँ। यात्रा सुरु हुँदा लागेको समयभन्दा धेरै छिटो बिते जस्तो महसुस भइरहेको छ। सायद सुन्दर दृश्यहरूको कारणले होला। अब अन्तिम स्टेसन देखिन थालेको छ। बसको गति कम हुँदै गएको छ र यात्रुहरू ओर्लिन तयार भइसकेका छन्। हामी पनि आफ्नो यात्रा समाप्त गर्ने तयारीमा छौँ। बसबाट बाहिर निस्कँदा पछाडि फर्केर हेर्दा केही समय अघि चढेको यही बसले हामीलाई सौलको बिल्कुलै फरक रूप देखायो। यदि तपाईँ पनि सौल आउनुहुन्छ भने केवल सडक र रेलमार्ग मात्र होइन, एकपटक हान नदीको बाटो हुँदै यात्रा गरेर हेर्नुहोस्। नदीको बीचबाट देखिने सहरको दृश्यले तपाईँलाई फरक अनुभव दिनेछ। आज हाम्रो हानगाङ बस यात्रा यतिमै समाप्त हुन्छ। भिडियो मन परे लाइक, सेयर र कमेन्ट गर्न नबिर्सिनुहोस्। फेरि अर्को रोचक यात्रासँग भेटौँला। धन्यवाद।